परमेश्वरको समय सधैँ सिद्ध हुन्छ। जय मसीह। आज शुक्रबार सेप्टेम्बर 26 तारिक असोज 10 गते। परमेश्वरको ताजा वचन आज तपाईको लागि। प्रियहरू, के तपाईँ कहिले आफूलाई अत्यन्त गाह्रो परिस्थितिमा जहाँ ढुङ्गा र कठिन स्थानको बीचमा अडिएको जस्तो अवस्था अन्य मानिसहरूले परमेश्वरको चमत्कार हुन सक्छ प्रतीक्षा गर, लगातार प्रतीक्षा गर्दै रहो जस्ता सान्त्वना शब्दहरू व्यक्त गर्दै गरेको अवस्थामा पुग्नु भएको छ? कि त्यो सबै प्रयासहरू सफलतामा परिणत हुनेछ कि सबै कुरा व्यर्थ हुनेछ? म पक्का छु, म जस्तै तपाईँ पनि त्यस्तो अवस्थाबाट एकपटक भन्दा बढी गुज्रिसक्नु भएको छ। र जब सबै कुरा संकटको किनारामा हुन्छ तब यो साँच्चीकै तपाईलाई परमेश्वरको समयबारे प्रश्न गर्न लगाउन सक्छ। सन् 1776 को अगस्तमा अमेरिकाको क्रान्ति युद्धमा जर्ज वाशिङटनको सेनालाई ब्रुकलिनमा ब्रिटिसले घेरिएको थियो। हार हुने निश्चित भइसकेको थियो। त्यसैले वाशिङटनले राति इस्ट नदी पार गरेर गएपछि हट्ने साहसी योजना बनाए। अचम्मको कुरा, अचानक आएको आँधीले ब्रिटिस नौसेना ढिला भयो र भोलिपल्ट बिहान घना कुहिरोले सेनालाई लुकायो। ब्रिटिसहरूले खाली शिविर देख्नु अघि नै सबै सैनिकहरू सबै सामानहरू सहित म्यानहाटनमा सुरक्षित रूपमा पुगे। त्यो चमत्कारी समयमा भएको त्यो घटनाले क्रान्ति जारी राख्न सकियो र अन्ततः अमेरिकाले स्वतन्त्रता पायो। परमेश्वरले सही समयमा गरिएको सही कामले इतिहासको बाटो नै बदलिदियो। म विश्वस्त छु घेराबन्दीमा नपरोस् र निश्चित पराजयको सामना नगर्नु परेको होस् भन्ने वाशिङटन चाहन्थे। जब हामी कठिन परिस्थितिमा पर्छौं त्यस्तै स्थिति हाम्रो जीवनमा पनि देखा पर्छ। तर इजरायलको इतिहासमा गहिरो अशान्ति र हलचलको समयमा परमेश्वरले तिनीहरूलाई यो भन्नुभयो। हबकुक 2 को 3 पदमा यसो लेखिएको छ, किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ, त्यसको अन्तको विषयमा बताउँछ र त्यो झुटो ठहरिने छैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दै बस, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्ने छैन। प्रिय मित्रहरू, जस्तोसुकै जटिल परिस्थिति किन नहोस्, जस्तोसुकै दबाब हुनु परे पनि, जति नै तुरुन्तै परमेश्वरको उपस्थितिको खाँचो भए पनि सम्झनुहोस्, उहाँको समय सधैँ तपाईँको भन्दा उत्तम छ। यो हो आज तपाईँको निम्ति परमेश्वरको ताजा वचन। यो हो आज तपाईँको निम्ति परमेश्वरको ताजा वचन। परमेश्वरले तपाईँलाई प्रशस्त आशीष दिउन्। जय मसीह।